नमस्ते अनि शुभ बिहानी सबै मेरो प्रिय मित्रहरूलाई अनि स्टरको मेसेज तपाईँलाई दिन चाहन्छु। स्टर भन्नाले हामी के बुझ्छौँ भने प्रभु यीशु ख्रीष्ट तपाईँ अनि मेरो पापको लागि उहाँ कल्भरी क्रुसमा क्रुसिफाइड हुनुभयो अनि आज हाम्रो निम्ति आजको दिनमा प्रभु यीशु ख्रीष्ट बाउरी उठ्नुभयो अनि आज विजयको दिन अनि विजयको घोषणा गर्ने दिन अनि आज इस्टर भन्नाले चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ मृत्युदेखि आज जिउ उठ्नुभएको यो दिन हो। यसैले गर्दा आज हामी भजन गाउँछौँ यो विजयको दिन। अनि रोमी 10:9ले भन्छ आज हरेक गोडा टेक्छन्, हरेक जिब्रोले बोल्नेछन् यीशु नै प्रभु हुन् भने स्वर्गमाथि पृथ्वी मुनि भएको हरेक प्राणीले प्रभु यीशु ख्रीष्टको नाममा घोडा टेक्छन्, हरेक जिब्रोले बोल्नेछन् कि प्रभु नै आज मुक्तिदाता हुन् भनेर। अनि आज बाइबलले भन्दछ पापको क्षमा केवल यीशुमा मात्र छ। आज इस्टरको बेलामा यो म यही भन्न चाहन्छु कि उद्धार मुक्ति अनि अनन्त जीवन केवल यीशुमा छ। अनि आज विजयको दिन अनि म विजयको घोषणा गर्न चाहन्छु कि प्रभु यीशु ख्रीष्ट मृत्युदेखि जिउ उठ्नुभएको छ। आज प्रभु यीशु ख्रीष्टले चाहिँ तपाईँले मलाई न सुन न चाँदी न हिरा न मोती केही पनि होइन, तर उहाँको बहुमूल्य उहाँको निष्कट रगतले आज तपाईँले मलाई किन्नुभएको छ। यसैले आज खुसी छौँ कि आज परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्ट मृत्युदेखि जिउ उठ्नुभएको छ। यसैले तपाईँ सबैलाई ह्याप्पी इस्टर अनि तपाईँलाई ह्याप्पी सन्डे। सबैलाई परमेश्वरले धेरै प्रशस्त आशिष देखाउनु। नमस्ते अनि शुभ बिहानी सबै मेरो प्रिय मित्रहरूलाई अनि इस्टरको मेसेज तपाईँलाई दिन चाहन्छु। इस्टर भन्नाले हामी के बुझ्छौँ भने प्रभु यीशु ख्रीष्ट तपाईँ अनि मेरो पापको लागि उहाँ कल्भरी क्रुसमा क्रुसिफाइड हुनुभयो अनि आज हाम्रो निम्ति आजको दिनमा प्रभु यीशु ख्रीष्ट बाउरी उठ्नुभयो अनि आज विजयको दिन अनि विजयको घोषणा गर्ने दिन अनि आज इस्टर भन्नाले चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ मृत्युदेखि आज जिउ उठ्नुभएको यो दिन हो। यसैले गर्दा आज हामी भजन गाउँछौँ यो विजयको दिन। अनि रोमी 10:9ले भन्छ आज हरेक गोडा टेक्छन्, हरेक जिब्रोले बोल्नेछन् यीशु नै प्रभु हुन् भने स्वर्गमाथि पृथ्वी मुनि भएको हरेक प्राणीले प्रभु यीशु ख्रीष्टको नाममा घोडा टेक्छन्, हरेक जिब्रोले बोल्नेछन् कि प्रभु नै आज मुक्तिदाता हुन् भनेर। अनि आज बाइबलले भन्दछ पापको क्षमा केवल यीशुमा मात्र छ। आज इस्टरको बेलामा यो म यही भन्न चाहन्छु कि उद्धार मुक्ति अनि अनन्त जीवन केवल यीशुमा छ। अनि आज विजयको दिन अनि म विजयको घोषणा गर्न चाहन्छु कि प्रभु यीशु ख्रीष्ट मृत्युदेखि जिउ उठ्नुभएको छ। आज प्रभु यीशु ख्रीष्टले चाहिँ तपाईँले मलाई न सुन न चाँदी न हिरा न मोती केही पनि होइन, तर उहाँको बहुमूल्य उहाँको निष्कट रगतले आज तपाईँले मलाई किन्नुभएको छ। यसैले आज खुसी छौँ कि आज परमेश्वरको पुत्र प्रभु यीशु ख्रीष्ट मृत्युदेखि जिउ उठ्नुभएको छ। यसैले तपाईँ सबैलाई ह्याप्पी इस्टर अनि तपाईँलाई ह्याप्पी सन्डे। सबैलाई परमेश्वरले धेरै प्रशस्त आशिष देखाउनु।